त खुसीको कुरा हो राम। आज मेरो भाइ मैले नै काम गर्ने कम्पनीको मालिक भएको छ। त्यही लक्ष्मण जाँदा आफ्नो मनलाई कसरी सम्हाल्न सक्नुभयो दाइ? तिर्खा लागे निर्माया निर्माया। यसरी बात बुझ्दा त आत्महत्या गर्नु नै बेस। आत्महत्या कायरले मात्र गर्छ छोरा, पुरुषार्थी व्यक्तिले होइन। आज मैले थाहा पाएँ, मैले मेरो छोरालाई गर्ने माया भन्दा पनि तिम्रो भाइ भाइको माया ठुलो रहेछ। आँखाबाट आँसु झर्यो, बिरह मनमा चल्यो। मेरो बाबु के वाला पर रहेर मालिकलाई नमस्ते कर। म त धरतीको धुलो, तिमी ठुलो मान्छे बन्नु है। तेरी अब सधैँ त्यो खातेको पुच्छर भएर पछि पछि हिँड्दैमा ठिक्क हुने बाबुलाई त के गर्नु। आँखाबाट आँसु झर्यो, बिरह मनमा चल्यो। बाटोमा हिँड्ने खातेलाई मालिकको पनि मालिक भन्नु पर्यो। हजुरले दुआ शान्तिको लागि रुद्री नलाएर यस्तो भएको हो मालिक। चुप लाग पण्डित। अब आकाशबाट बेल झरे त फ्याट त्यो मालिक भएर आउँछ भन्ने कुरो मलाई के थाहा। जुन लक्ष्मणलाई तपाईँले आफ्नै हातले खाना नखुवाएसम्म तपाईँले निन्द्रा लाग्दैन थियो, त्यही लक्ष्मण जाँदा आफ्नो मनलाई कसरी सम्हाल्न सक्नुभयो दाइ? यो त खुसीको कुरा हो राम। आज मेरो भाइ मैले नै काम गर्ने कम्पनीको मालिक भएको छ। थाहा छैन राम, हाम्रो लक्ष्मणलाई 2.5 फुट कस्तो सुहाउँछ। नत्र म के गरौँ ड्याडी, के गरौँ म के गरौँ? हाम्रो अस्मी पनि त्यही लक्ष्मणसँग मिल्ने गई। यसरी बात बुझ्दा त आत्महत्या गर्नु नै बेस। आत्महत्या कायरले मात्र गर्छ छोरा, पुरुषार्थी व्यक्तिले होइन। अझै मेरो अन्तिम चाल बाँकी छ। हामीले त्यो शान्ति देवीलाई अपहरण गर्नुपर्छ अनि ती 3 भाइ हामीले बजाएको बीनमा नाच्दै नाच्दै आइपुग्छन्। तिर्खा लागे निर्माया निर्माया। मुरलीको धुन नाच्ने काम धेरै भयो, अब रुने काम गर न है पण्डित। बुझेँ हजुर। ज्यानको माया पनि छैन तँलाई, हेर शरीरभरि चोट लागेको। मलाई होइन दाइ, बरु तपाईँलाई चोट लाग्यो। अझ बोल्छस्? तँलाई के भएको भए के हुन्थ्यो भन् त? के हुन्थ्यो नि? म मरेको भए दाइले मलाई अझ मर्छस् भनेर लड्ले लड्नुहुन्थ्यो नि। त्यसो नभन् भाइ, त्यो दिन मैले कहिले देख्नु नपरोस्। आज मैले थाहा पाएँ, मैले मेरो छोरालाई गर्ने माया भन्दा पनि तिम्रो भाइ भाइको माया ठुलो रहेछ। र अर्को कुरा आज मैले यो पनि थाहा पाएँ कि ठुलो भइसकेको छोरा आमाको घरमा बस्ने होइन, आमा छोराहरूको घरमा बस्ने। त्यसैले आजदेखि म तिमीहरूको घरमा बस्छु।